नमस्कार, म तारानाथ नेवाडी, यस राष्ट्रिय मावि सिलिङ्गी स्कुलको टिचर। हाम्रो यस विद्यालयमा यो राप्ती नगरपालिकाबाट अत्यन्तै दुर्गममा पर्ने ठाउँ यो। बर्खाको समयमा स्कुलसम्म आवत जावत गर्न पनि कठिन अवस्था, 12 महिना गाडीको सुविधा नभएको ठाउँ हो। यति हुँदाहुँदै पनि यहाँ चाहिँ लगभग यो राक्सिराङ गाउँपालिकामा सबैभन्दा बढी विद्यार्थी भएको, झन्डै 1000 विद्यार्थी भएको विद्यालय हो यो। यहाँ नर्सरीदेखि कक्षा 12 सम्म यहाँ पढाइ हुने गर्दछ र यहाँका अधिकांश विद्यार्थीहरू भन्दा लगभग 72% विद्यार्थीहरू चेपाङ समुदायका विद्यार्थीहरू छन् भने यो विद्यालयमा जम्मा 3 जातिका मात्र विद्यार्थीहरू अध्ययनका लागि आउने गर्छन् र बढी मात्रामा चेपाङ विद्यार्थी, तामाङ विद्यार्थी र केही दलित विद्यार्थीहरू र लगभग 72% विद्यार्थीहरू चेपाङ विद्यार्थीहरू भए तापनि त्यसमा पनि अझै बढी मात्रामा छात्राहरूको संख्या बढी भएको विद्यालय यो विद्यालय हो र नगण्य रूपमा बिक समुदायका मानिसहरू पनि पढ्ने गर्नुहुन्छ। लगभग 11 जना विद्यार्थीहरू बिक समुदायका विद्यार्थीहरू हुनुहुन्छ भने बाँकीहरू तामाङ समुदायको विद्यार्थीहरू पनि अत्यन्तै गरिब परिवारको हुनुहुन्छ र यहाँ चाहिँ विभिन्न कुराले यो ठाउँ पिछडिएको छ। अब अहिलेको समयमा यो सामाजिक सञ्जालहरूबाट पनि यो धेरै टाढा भएको हो। यहाँ चाहिँ जुनसुकै ठाउँमा पनि नेटवर्क चाहिँ राम्रोसँग नटिप्ने, सामाजिक सञ्जालहरूमा चाहिँ हामी चाहिँ एट्याच हुन नसक्ने भइ पनि राखेको छ। त्यो कारणले गर्दा पनि हामी अरूभन्दा अलि पछाडि परेका छौँ। अहिलेको समयमा जब नेटवर्किङ नै नभइसकेपछि अवश्य पनि त्यो समाज पछाडि पर्दो रहेछ र कुनै सङ्घ संस्थाहरू त्यस्तो भइदिनु भयो भनेदेखि र यसलाई चाहिँ हामीलाई सामाजिक सञ्जालसँग अलि नजिक बढाइदिने चाहिँ कुनै सङ्घ संस्था भइदिनु भयो भनेदेखि हाम्रो यो विद्यालय परिवार हामी आभारी हुने थियौँ।